हिजोका राजा महाराजाहरू अन्तर्राष्ट्रिय रूपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए। देखा आपने लापरवाही का नतीजा है। नमस्ते है सबैजनालाई, इट्स मी जङ्सपार स्टाइल एन्ड आज चाहिँ म गइरहेको छु हाम्रो प्रचण्डजीले चाहिँ अस्ति के भन्नुभयो, सेतो पार्टीले थोरै क्लिप हालेको थियो। फर्स्ट सुन्नुभयो त उहाँले के भन्नुभयो, प्रचण्डजी हाम्रो अब भूतपूर्व प्रधानमन्त्रीले के भन्नुभयो, फर्स्ट सुनौ है त। लेट्स गो। हिजोका राजा महाराजाहरू अन्तर्राष्ट्रिय रूपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कति धेरै गराएका थिए। यही अस्ति भर्खरै कलकत्तामा बेइज्जतै गरेर जवाहरलाल नेहरूले तिमीहरूको राजाले त बेइज्जतै गर्यो, छिटो फर्काऊ भन्न पर्ने त्यो स्तरको कसले गरेका थियो। नमिता सुनिता हत्याकाण्ड के थियो, दरबार हत्याकाण्ड कसले कसरी गरेको हो, यो युवाहरूलाई बुझाउन पर्यो। अनि सामान्य मौलिक अधिकार, सामान्य प्रेस स्वतन्त्रता पनि हरण गरेर बोलेकै भरमा जेल नेल यातना हत्या कसरी हुने गरेका थियो, यो सबै कुरा युवाहरूलाई बुझाउने जिम्मेवारी तपाईँ हामी सबैको छ, नत्र युवाहरूलाई थाहा छैन। ओके, तपाईँहरूले सुनिसक्नुभयो उहाँले के भन्नुभयो है त। अब सुन्नुभयो, तपाईँहरूलाई के लाग्छ, उहाँले भनेको एकदम राइट थियो या रङ होइन, के लाग्छ तपाईँहरूलाई। एन्ड अब त्यहाँनिर चाहिँ कमेन्टहरू पनि छ, कमेन्टहरू थोरै पढौँ है। अब कमेन्टहरू कस्तो कस्तो गर्नुभएको छ मान्छेले। लेट्स गो टु कमेन्ट गाइज है। फर्स्ट कमेन्ट गोज हियर। 2064 पछि चुपचाप देश विकासमा लागेको भए अहिले थुक्न लायक नहुने अनुहार बोकेर यसरी बरबराउनु पर्ने थिएन। हो, 2064 सालमा प्रचण्डजीहरूले यस्तो बहुमत ल्याएर विजय गर्यो होइन, त्यो बेलामा अब उहाँले भन्नुभएको थियो स्विजरल्यान्ड बनाउँछौ, एसियाको त अगाडि लान्छौ लाउँछ के अगाडि बनाउँछौ भन्नुभएको थियो। त्यो भनाइ उनीहरूको भनाइ मात्र बाँकी रह्यो, भनाइ मात्र रह्यो त्यो होइन। उहाँहरूले गरेको भए अब यसरी अहिले गाली गलौज गर्दै कहिले कोसँग मिल्नु कहिले कोसँग मिल्नु पर्ने थिएन नि त। उहाँहरूलाई सपोर्ट पाउँथ्यो नि त विकासतिर लागेको भए। उहाँहरूले गर्नु भएन, द्याट्स योर फल प्रचण्डजी। एन्ड नेक्स्ट कमेन्ट छ, राजाले जनताको लागि छोडेको सन्देश सुन्नु अनि यी आतङ्ककारीको भाषण सुन्नु फरक आफै थाहा पाउनुहुनेछ। राजाले चाहिँ अलि देशलाई माया गर्ने टाइपको कुरा गर्नुहुन्छ होइन। अब हाम्रो प्रचण्डजी, शेरबहादुरजी, केपी ओलीजीहरू चाहिँ अब अलिकति त्यही खाने खालको टाइपको कुरा हुन्छ। त्यस्तो देशप्रतिको त्यति विकास गर्ने माया गर्ने खालको कुरा हुँदैन उहाँहरूको। त्यहाँ आफ्नो पार्टीको लागि मात्र छ उनीहरूको सोच विचार, पार्टीको जोगाउने कसरी भन्ने मात्र छ, अरू चाहिँ देश विकासमा छैन उहाँहरूको चाहिँ होइन। अब त्यही मलाई लाग्ने थियो है, तपाईँलाई के लाग्छ है त। नेक्स्ट कमेन्ट छ, तेस्रो लिङ्गीले स्वागत गरेको राम्रो काम गरेर होला भन्नुभयो है। अब प्रचण्डजीलाई हो, भारत भ्रमण जाँदाखेरि अब सायद तेस्रो लिङ्गी नै होला न। अब त्यो एउटा त्यस्तो हो तर हेर्दाखेरि तेस्रो लिङ्गी जस्तो देखिन्थ्यो। उहाँहरूले हो त अब नाचेर स्वागत गरे हो प्रचण्डजीहरूलाई, यदि राम्रै हुन्थ्यो नि त। अब राम्रै तरिकाले स्वागत गर्थ्यो होइन, मुर्रा भइसिदिएर पठायो। अब त्यो चाहिँ अब उहाँहरूले केही नगरेरै हो नि। नेपाललाई त अब इन्डियाले त यस्तो पेलेर दबाएर राखिरहेको छ नि त होइन, सबैलाई थाहा छ दबाएर राखिरहेको छ। किनकि हाम्रो नेताहरू चाकरी गर्न जान्छ इन्डियासँगै, इन्डियाकै खुट्टा मोलिरहेको हुन्छ होइन। अन्त इन्डियाले त्यसै पेल्ने भयो नि त। नेपाली भएर वाचन सिक। एन्ड नेक्स्ट कमेन्ट छ, तेरो छोरालाई हेर एकपटक भन्नुभयो। अब प्रचण्डजीको छोरा बितिसक्नु भयो, रेस्ट इन पिस ब्रदर है। एन्ड छोरालाई के हेर्नु, अब त्यो चाहिँ मैले खासै त्यति उसको होइन। यो जङ्गलीको दिमाग खुस्कियो भन्नुभयो प्रचण्डजी, जङ्गलबाट आउनुभएको जङ्गली दिमागै भए जस्तो भयो क्या यो भनेको। अलिकति तपाईँहरू खासमा लाग्नु न, देश बनाउनेतिर लाग्नु क्या। तपाईँहरू यो आसे पासे त्यस्तोहरूलाई बटुलेर हिँड्छ, त्यस्तोहरूलाई खुवाइरहेको हुन्छ, त्यसरी त बन्दैन नि त देश यार। गर्नु पऱ्यो नि त, केही गऱ्यो भने त तपाईँहरू जनताले त्यसै दिन्छ नि भोट यार। गर न गर अलिकति। अन्त अब बुढा पनि भइसक्यो यिनीहरू, अब यिनीहरूले के गर्ने होइन। अब अलिकति उमेर पनि छिपिसक्यो। अब बुढो भएपछि मान्छे बच्चा बच्ची जस्तो हुन्छ भने जस्तो भयो क्या यो नेताहरू चाहिँ। तपाईँलाई के लाग्छ, अलिकति बुढो भएपछि मान्छे फेरि ब्याक टु बच्चा बच्ची हुन्छ अरे क्या, उनीहरूको त्यो नेचर ह्याबिटहरू त्यस्तो हुन्छ अरे। हाम्रो नेताहरू त्यही भयो क्या, अब खासमा बुढो भयो अब यिनीहरू अनि बच्चा बच्चीको बेहोरा भयो क्या। अब खाने बेलामा चाहिँ फेरि बुढाबुढीको बेहोरा छ, अब यस्तो छ है। नेक्स्ट कमेन्ट छ, प्रचण्ड झन् भारतीय वेश्या हुन् भन्ने हल्ला चलेको छ बजारमा। अरे ल, प्रचण्ड झन् भारतीय वेश्या हुन् भन्न खोजेको। अब चाकडी गर्छन् इन्डियाको नेताहरूको। अब यो अस्ति उहाँ इन्डियामा एउटा नेताले ढुक्कै भनिदियो त,
यो नेता नेपालमा छँदाखेरि कतिजना नेताहरू भेट्न आउँथ्यो, प्रचण्ड ओलीहरू भेट्न आउँथ्यो, हामीलाई दिनदिनै भेट्न आउँथ्यो, फुर्सद हुन्थेन हाम्रो भनेर नि त भएर त भने होला होइन, त्यसै भनेन। नेक्स्ट कमेन्ट रहेको छ, जनताले बुझेको चाहिँ यस्तो रहेछ, पहिले पहिले राजाका पालामा उद्योग धन्दा, अहिले नेताका पालामा यौन धन्दा। जय गणतन्त्र। राजाको पालामा उद्योग धन्दाहरू चाहिँ निकै बनेको हो, उद्योगहरू धेरै सञ्चालन भएका हुन् होइन। तर यो पछि अब यो पछि त उद्योगै बेचेर खाइदिने, उद्योगै सब बन्द खिया लाएर बसिरहेछन् होइन। त्यो चाहिँ सञ्चालन गर्न नसक्नु हाम्रो नेपाल सरकारको कमजोरी हो अब होइन। बनाएको कुरालाई नै जोगाएर राख्न नसक्नु अब सरकारको कमजोरी हो। अब हाम्रो नेताहरूले त्यो सोच्दैन, उनीहरूलाई त कसरी हुन्छ बाहिरैबाट ल्याएर उस गर्नु, देशको पैसा बाहिरै पठाउनु, त्यो छ होइन। अब सोच्नु पऱ्यो। त आतङ्ककारीले बुझाउनु पर्दैन, राजा के हो जनताले बुझेका छन्, देश बेचुवा धर्म बेचुवालाई राजा मान्न सकिँदैन भन्नुभयो। यस अब धर्म बेच्यो यताउति भन्छन्, अब होला अब है, हेर्दाखेरि अब कति ठाउँमा बेचिरहेको पनि देखिन्छ यताउति, अब पैसा दिएर यता आइज भन्ने खालको। अनि फर्स्ट कुरा जनतालाई बुझाउनु पर्दैन प्रचण्डजी, फर्स्ट यति चाहिँ बुझ्नुहोस्, जनताले बुझिसक्यो कि तपाईँहरूबाट केही हुँदैन भन्ने, तपाईँहरूबाट केही आश पनि गरेका छैन जनताहरूले क्या। प्रचण्ड, केपी ओली अनि शेरबहादुरबाट देश बन्ने भन्ने जनताको आशमा छैन। हेर्नुहोस् तपाईँहरू यो कुरामा भ्रममा पर्नु भइरहेको छ, जनताले स्टिल हामीलाई माया गर्छन् भने तपाईँहरूलाई माया गर्दैनन् जनताले, तपाईँहरूको झारेपासेहरूले मात्र माया गर्ने, तपाईँहरूलाई अरूले गर्दैनन्। लो गाइजहरू, तपाईँलाई कस्तो लाग्यो प्रचण्डजीले भनेको चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई होइन, अनि त्यसमा भन्नु होला, कमेन्ट गर्नु होला होइन, के कस्तो हो, यो राइट हो या रङ हो, यसरी भन्नु हो ठिक हो होइन क्या। अब यसरी भन्दै हिँड्नु होइन, बरबराउँदै हिँड्नु, चुपचाप लागेर देश विकासतिर लागेको भए राम्रो हुन्थ्यो कि होइन। कोही बेला बहुमत पाउँदाखेरि नि अब गर्न नसक्नु भनेको उहाँकै कमजोरी हो। सो तपाईँहरूलाई के कस्तो लाग्छ भन्नुहोस् कमेन्टमा है त गाइज।